कुनै ठूलो प्रोजेक्ट जस्तै थेसिस लेख्नु वा कुनै गहिरो रिसर्च गर्नु साँच्चै भन्नुपर्दा एउटा पहाड चढे जस्तै हो। तर सोच्नुस् त यो यात्रालाई सजिलो बनाइदिने एउटा एकदमै शक्तिशाली नयाँ टुल आयो भने के होला? आजको यो प्रस्तुतिमा हामी लार्ज ल्याङ्ग्वेज मोडल वा LLMsले अनुसन्धानको त्यो पहाड चढ्न कसरी मद्दत गर्छ भन्ने बारेमा मज्जाले खोतल्नेछौँ। एकछिनलाई सोचौँ न, अहिलेसम्मकै सबैभन्दा ठूलो सबैभन्दा गाह्रो प्रोजेक्ट कुन थियो होला? चाहे त्यो अफिसको काम होस् वा कलेजको थिसिस, ठूला प्रोजेक्टहरूको चुनौती लगभग उस्तै नै हुन्छ। ल, आज हामी यही यात्रामा छौँ। सुरुमा अनुसन्धानको पहाडको चुनौतीबारे कुरा गर्छौं, त्यसपछि ल्याङ्ग्वेज मोडल भनेको के हो भनेर बुझ्छौं, यिनलाई कसरी आफ्नो AI रिसर्च असिस्टेन्टको रूपमा प्रयोग गर्न सकिन्छ भनेर हेर्छौं, अनि यसका नियमहरू र भविष्यमा यसले ल्याउन सक्ने सम्भावनाहरूबारे पनि चर्चा गर्नेछौं। ल, सुरु गरौँ है त हाम्रो यात्राको पहिलो खण्डबाट, अनुसन्धानको पहाड। यहाँ हामी ठूला प्रोजेक्टहरूमा आउने साझा चुनौतीहरूबारे कुरा गर्नेछौँ। कुनै पनि ठूलो रिसर्चमा यस्ता समस्याहरू त आइहाल्छन् नि। एकातिर जानकारीको बाढी, के लेख्ने कसो लेख्ने पत्तै नहुने, त्यो राइटर्स ब्लकको समस्या, अर्कोतिर जटिल डेटा एनालाइसिस, हजारौं स्रोतहरूबाट एउटा छुट्टै नयाँ एंगल खोज्ने झन्झट, र ती सबै स्रोतहरूलाई मिलाएर राख्ने महाभारत। यी सबैले अनुसन्धानकर्तालाई हतोत्साहित बनाउन सक्छ। तर अब चिन्ता लिनु पर्दैन। यी समस्याहरूको समाधानको लागि एउटा नयाँ टुलकिट आएको छ, र त्यो हो लार्ज ल्याङ्ग्वेज मोडलहरू अर्थात् LLMs। त्यसो भए यो लार्ज ल्याङ्ग्वेज मोडल वा LLM वास्तवमा के हो त? एकदमै सरल भाषामा भन्नुपर्दा यो एक किसिमको AI हो जसलाई मान्छेको भाषा बुझ्न, नयाँ कुराहरू लेख्न र भाषालाई चलाउन डिजाइन गरिएको हुन्छ। यसलाई करोडौं अरबौं टेक्स्ट डेटा पढाएर तालिम दिइएको हुन्छ। अब यसलाई लार्ज किन भनिन्छ भन्ने कुरा यो नम्बरले बताउँछ। GPT-3 जस्तो मोडलमा सोच्नुस् त 175 अरब प्यारामिटरहरू हुन्छन्। यो त कति हो कति! यसलाई किताबहरू र इन्टरनेटका करोडौं लेखहरू पढाएर तालिम दिएको हुन्छ, र यही विशालताले नै यसलाई यति शक्तिशाली बनाउँछ। यी मोडेलहरूका केही गजबका सुपर पावरहरू छन्। यिनले भाषालाई गहिरोसँग बुझ्छन्, नयाँ टेक्स्ट आफै लेख्न सक्छन्, कुराकानीको सन्दर्भ बुझ्छन्, लामो लेखलाई छोटकरीमा बताउन र अनुवाद गर्न सक्छन्, र आजकल त तस्विर र भिडियो जस्ता कुराहरू पनि बुझ्न थालिसकेका छन्। ल, थ्योरीको कुरा त धेरै भयो। अब यसलाई व्यवहारमा कसरी उतार्ने त? एउटा LLMलाई आफ्नो व्यक्तिगत AI रिसर्च असिस्टेन्ट कसरी बनाउन सकिन्छ? आउनुहोस्, आइडियादेखि फाइनल ड्राफ्टसम्मको पूरा यात्रा हेरौँ। कुनै पनि प्रोजेक्टको सबैभन्दा गाह्रो भाग भनेकै सुरुवात हो, होइन त? सही बाटो कसरी समात्ने? यो पहिलो चरणमा, यानि कि प्रपोजल लेख्ने बेला LLMsले कसरी मद्दत गर्न सक्छ त्यो हेरौँ। यो एकदमै प्र्याक्टिकल तरिका हो। सुरुमा एउटा सामान्य आइडिया लिने, त्यसपछि LLMसँग बसेर ब्रेनस्टर्मिङ गर्ने। यसले हामीलाई नयाँ दिशाहरू देखाउँछ, यसले सम्बन्धित लेखहरू छिट्टै खोज्न मद्दत गर्छ र अनुसन्धानमा रहेको ग्याप अर्थात् अरूले नखोजेको क्षेत्र पहिचान गर्छ। अनि अन्त्यमा मान्छेको दिमाग लगाएर त्यसलाई परिष्कृत गरेपछि एउटा बलियो रिसर्च प्रपोजल तयार हुन्छ। यो स्लाइडमा हेर्नुस् त, पुरानो तरिका र नयाँ AI असिस्टेड तरिका बीचको फरक कति स्पष्ट छ। पहिले जहाँ घण्टौं लगाएर म्यानुअली खोज्नु पर्थ्यो, त्यहाँ LLMले प्रभावकारी सर्च क्वेरी बनाइदिन्छ, एब्स्ट्र्याक्टहरूलाई तुरन्तै समराइज गरिदिन्छ र विभिन्न लेखहरूका थिमहरूलाई जोडेर एउटा आउटलाइन तयार पार्छ। यसले सुरुवाती चरणलाई त एकदमै छिटो बनाइदिन्छ। ल, अब रिसर्चको नक्सा तयार भयो, बाटो पनि क्लियर भयो। अब पालो हो पहाड चढ्ने, मतलब रिसर्चलाई प्र्याक्टिकलमा गर्ने। यसमा LLMsले टेक्निकल रूपमा कसरी सघाउँछ, अब त्यो हेरौँ। यो त साँच्चै नै शक्तिशाली छ। LLMsले पाइथन वा R जस्ता प्रोग्रामिङ भाषामा कोड लेखिदिन सक्छ, गाह्रो कोडलाई सरल भाषामा सम्झाइदिन सक्छ, अनि कोडमा भएको गल्तीहरू पनि पत्ता लगाउन सक्छ। यसले डेटाको सम्भावित व्याख्याहरू पनि सुझाव दिन सक्छ, र कहिलेकाहीँ वास्तविक डेटा नहुँदा मोडल परीक्षण गर्नका लागि कृत्रिम डेटा पनि तयार पार्न सक्छ। र अब बल्ल पालो आयो शिखरमा झण्डा गाड्ने, मतलब हाम्रो रिसर्चलाई एउटा चिट्टिक्क परेको लिखित दस्तावेजमा बदल्ने। यो हो लेखन र सम्पादनको चरण। कहिलेकाहीँ के लेख्ने भनेर दिमाग नै खाली हुन्छ नि? हो, त्यस्तो बेला यसले एउटा पहिलो ड्राफ्ट तयार गरेर राइटर्स ब्लक हटाउन मद्दत गर्छ।
यसले च्याप्टरहरूको लागि तार्किक आउटलाइन बनाउन सक्छ र व्याकरण, शैली र टोनको लागि एक एडभान्स्ड एडिटरको रूपमा काम गर्न सक्छ। सन्दर्भ, ढाँचा मिलाउन पनि सहयोग गर्छ, तर एउटा कुरा के याद राख्नुपर्छ भने यसलाई सधैँ मान्छेले जाँच गर्नै पर्छ। तर हरेक शक्तिशाली हतियारको साथमा केही नियमहरू पनि आउँछन्, होइन र? अब हामी यी टुलहरू चलाउँदा आउने चुनौतीहरू र यसको जिम्मेवार प्रयोगबारे कुरा गरौँ। एउटा भनाइ छ नि, ठूलो शक्तिसँग ठूलो जिम्मेवारी आउँछ। त्यसो भए यसका जोखिमहरू के हुन् त? यो प्रश्न साँच्चै महत्त्वपूर्ण छ। त्यसैले यसलाई चलाउनु अघि केही कुरामा ध्यान दिनै पर्छ। पहिलो, निष्पक्षता। के यसले दिने जवाफ कुनै समूहप्रति पूर्वाग्रही छ? दोस्रो, पारदर्शिता। यो जवाफ कसरी आयो त्यो थाहा पाउनु पर्यो, ब्ल्याक बक्स हुनु भएन। तेस्रो, गोपनीयता। के व्यक्तिगत वा संवेदनशील जानकारी सुरक्षित छ? र सबैभन्दा महत्त्वपूर्ण, चौथो, मानवीय निगरानी। हरेक चरणमा मान्छेको नियन्त्रण र निर्णय हुनै पर्छ। याद रखौँ, मेसिन सहयोगी हो, मालिक होइन। ल, अब हाम्रो यात्राको अन्त्यतिर आइपुग्यौं। शिखरबाट भविष्य कस्तो देखिन्छ त? मतलब खोज र अनुसन्धानको भविष्य कस्तो होला? यो बनाइले आजको हाम्रो छलफलको सार बताउँछ। एलएलएम्स भनेको मान्छेको दिमागलाई रिप्लेस गर्न होइन, बरु त्यसको क्षमतालाई अझ बढाउन आएको एउटा टुल हो। यो मान्छे र मसिन बीचको सहकार्य हो। भविष्यमा के होला त? अनुसन्धान अझै छिटो र सबैको पहुँचमा पुग्नेछ। जिम्मेवार एआईको विकासमा झनै जोड दिइनेछ र यी टुलहरू अझै बढी पर्सनल र स्मार्ट हुँदै जानेछन्। र अन्त्यमा एउटा प्रश्न छोडेर जाँदैछु, यी नयाँ शक्तिशाली उपकरणहरू हातमा हुँदा अब कस्ता ठूला र जटिल प्रश्नहरूको समाधान गर्ने आँट गर्न सकिन्छ? खोजको भविष्य अब सुरु हुन्छ।